के तपाईहरूलाई अचानक सास फेर्न गाह्रो हुन्छ? सास फेर्दा सिउसिउ आवाज आउँछ वा राति बारम्बार खोकी लाग्छ? सावधान, यो अस्थमाको सङ्केत हुन सक्छ। नमस्ते साथीहरू, स्वागत छ तपाईहरूलाई हाम्रो स्वास्थ्य च्यानलमा। आजको पहिलो नम्बरमा रहेको छ अस्थमा हुँदा सास फेर्न गाह्रो हुन्छ। विशेष गरी दौडिँदा, छिटो हिँड्दा वा भर्याङ चढ्दा समस्या अझ बढी हुन सक्छ। दोस्रो नम्बरमा रहेको छ सास फेर्दा सिउसिउ आवाज आउन सक्छ। यो अस्थमाको सबैभन्दा सामान्य लक्षण मध्ये एक हो। तेस्रो नम्बरमा रहेको छ राति वा बिहान धेरै खोकी लाग्न सक्छ, साथै छाती कसिएको वा भारी भएको महसुस हुन सक्छ र सामान्य काम गर्दा पनि सास फुल्न सक्छ। यस्ता लक्षणहरू बारम्बार देखिएमा डाक्टरसँग परामर्श लिनुहोस्। डाक्टरको सल्लाह बिना कुनै पनि औषधि वा इन्हेलर प्रयोग नगर्नुहोस्। यस्तै स्वास्थ्य सम्बन्धी उपयोगी जानकारीका लागि हाम्रो स्वास्थ्य च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला।